नमस्कार साथीहरू, आज मैले यो डेनमार्क र जर्मनीको बीचमा बन्दै गरेको एउटा फेयरम्यान टनेलको बारेमा केही इन्फर्मेसन लिएर आएको छु। Lions roaring in the morning sun, searching for a longer day. People feeling like the light has just come. We must never stop the way. Birds chirping. यसको कुल लागत करिब 7.4 बिलियन भने पनि योभन्दा बढी लाग्ने देखिन्छ र 2029 मा कम्प्लिट हुने भनेकोमा केही प्राविधिक कारणले गर्दा यो 2029 नभएर 2031 मा कम्प्लिट हुने देखिएको छ। यो टनेल विश्वको लङ्गेस्ट इमर्स टनेल हो। आर्कटिक सीको 40 मिटर मुनतिर बन्दै गरेको छ यो टनेल। Lions gonna come. The birds have just begun. We will always take a stand for the people. र यसको लम्बाइ 18 किलोमिटर छ। यो टनेलले डेनमार्कको लोल्यान्ड र जर्मनीको फेयरम्यानलाई जोड्नेछ। यसमा दुई किसिमका ट्र्याक हुनेछन्, एउटा रेलवे ट्र्याक र अर्को चाहिँ भेहिकल ट्र्याक। अहिले जर्मनीबाट डेनमार्क आउन या डेनमार्कबाट जर्मनी जानलाई लाग्ने 45 मिनेटको फेरीको यात्रालाई यो टनेल बनिसकेपछि भने कारमा 10 मिनेट र ट्रेनमा जम्मा 7 मिनेटमा पार हुनेछ। Let's go back to when we were young. For the animals we stand. Let's go back to when trees were swung. Kids across the land. आर्कटिक सीको मुनतिरै बन्दै गरेको यो टनेल अत्यन्त सुन्दर र भव्य हुनेछ र यसले ठुलो बजेट ओगटेको छ। यो प्रोजेक्टले धेरैभन्दा धेरै मानिसहरूलाई रोजगारी सिर्जना गर्नेछ। प्रत्यक्ष रूपमा कन्स्ट्रक्सन फेजमा करिब 3000 जनालाई रोजगार दिन्छ भने होल पिरियडमा भने यसले करिब 20,000 जना जतिलाई प्रत्यक्ष रूपमा रोजगारी दिन्छ। साथै अप्रत्यक्ष रूपमा भने अरू 22,000 जनालाई रोजगारी दिनेछ। Savannah, I'm coming home. Savannah, we'll never be alone. Savannah, the beauty of the world. Savannah, let's all take a ride. Savannah.